हाम्रो जीवन दाजु यता चाहिँ कुखुरा भुत्लाउँदै हुनुहुन्छ। हाम्रो मामाले फेरि लिएर आउनुभयो। केले हो काका? म चाहिँ यता दिदी पनि खानु हुँदो रहेछ। दिदी झन् एक मुखलाई साथीहरू अब यहाँनिर कुखुराको आन्द्रा धुने कार्यक्रम हुनु आँटिरहेछ। मेरो चाहिँ चिर्नु पर्छ है। हजुर के भन्नु थियो? अब भनौँ यो भनेको बाजे पूजा गर्ने ठाउँ पात्नु हुँदैन। म चाहिँ साथीहरू अब यहाँ चामल दिँदैछु। मसला पिसिसकेको मम्मी। यहाँनिर खाना बसाउँदैछु। अहिले आउनुहुन्छ दाजुभाइहरू, त्यही भएर हो। भित्र चाहिँ कान्छीले सब्जी बनाउँदैछन्। यता चाहिँ मेरो भाउजूले मासु पकाउँदै हुनुहुन्छ। यो चाहिँ हो साथीहरू कुखुराको मासु बार्दै हुनुहुन्छ बहिनी। दाजुले चाहिँ यहाँनिर गनेको। यता दिने चाहिँ अलरेडी हुनुहुन्छ हाम्रो वेटर। निस्किएको ल फारी फारी बनाऊ। ओखर अरे अनि यत्रो हुन्छ को ओखरको बुझी। हजुर इ ल्याउनुस् दाजु एक हातले। परि के टिपेको देखाउनुहोस् त। आमा लु ऊ चाहिँ साथीहरू टमाटर खोज्दैछन्। म चाहिँ खानासाना बनाइवरी आएर चाहिँ यता कस्तो साह्रो गर्मी भयो, त्यही भएर यहाँ आएको। सानुले चाहिँ मजाले टमाटर टिप्दैछन् है साथीहरू। यहाँ पनि छ टमाटर। यो चाहिँ गएर मामुलाई दिनुहोस्। ल थाप्नुहोस् त। ल भयो छोरो, त्यति नै रहेछ। जानुहोस्। गो सम्मत्नु भयो मामा र माइजू। काका र दाजु यहाँ चाहिँ कुखुरा बोल्दै हुनुहुन्छ। उता सानो त टोक्छ त्यसले त।
त्यो झुन्डाउने होइन हो कि अनि त्यसमा भो नगएर हे विक्रम दाबी कति धान अलिकति यसो पल्टेको त 2 टुक्रा भयो कसैले पूजामा आउनुहुने ल्याइदिनु भएको मेरो नुहाउँदैछ उहाँहरू नै देखाइसकेको छु मैले बुढी उहाँहरूको हामी चाहिँ आन्द्रा धुँदैछौँ है साथीहरू यहाँ सानै मेतुकमा त्यसलाई त लामो भएर त्यही भएर म चाहिँ दोहोर्न चाहन्न दादा या थम्लिना या जग्गार बगर सबै छिटाइसक्यो दुईजना हुनुहुन्छ अन्त कोइला भयो यो अब त्यही मात्र 18 टुक्रा छ भने केटा त्यता हैन पनि केटाले बिमा पर्छ नाबे खबर ठुला छु दिदै ओ यो भाग्य हो ए नानी आऊ आइया आऊ यहाँ खानु नि भो भन्यौ तिते कुखुराको अनि सब अचार यता भात अनि यता फेरि सब्जी त्यति राम्रो छ खानाहरू सप्लाई गर्दैछन् साथीहरू हेर्दै देऊ छोरा हेर्दै नुन पनि छैन छ कस्तो छैन भान्जीले मारेको छ नौ अलि पुगेन काका कान्छीले कान पोल्दै हुनुहुन्छ है साथीहरू यही कानेगुजी कोट्टाउँदै हुनुहुन्छ लास्टमा हाम्रो काका मात्र हुनुहुन्छ सुरु गर्ने पनि हाम्रै काका लास्टमा अन्त्य गर्ने पनि हाम्रै काका बुढो मान्छे हिँड्नै हो